Hello guys, welcome back to my YouTube channel. Share a description about Sun City Resort at Lataguri. हाम्रो स्टे चाहिँ यहाँनिर भएको थियो नानीको समर हलिडेमा हामी फ्यामिली टुर निक्लेको थियौँ। यो चाहिँ हो सन सिटी रिसोर्ट एट लाटागुरी। एकदम दामी रहेछ। यहाँ रिसेप्सन यहाँ हो। रिसेप्सनमा पनि स्टाफहरूको जुन चाहिँ पोलाइटनेस एकदम राम्रो रहेछ। यहाँ चिल्ड्रेन्स पार्कहरू पनि छ। फ्यामिलीमा आउनुभयो भने नानीहरूलाई खेल्ने ठाउँहरू पनि राम्रो रहेछ यहाँ क्या। अन्त सबै ग्रिनेरी एकदम गार्डन यो पार्क भयो सबै एकदम फ्रेस प्लान्ट्स फ्लावर्स सबै रहेछ यहाँ। एकदम फ्यामिली टुर चाहिँ एकदमै बेस्ट हुने रहेछ। पिसफुल एकदम पिसफुल एन्भाइरोमेन्ट। यहाँनिर चाहिँ सानो पन्ड रहेछ। त यो सबै सिटिङ एरिया छ। तपाईँहरू बाहिरै बसेर पनि यहाँ केही तपाईँहरूले अर्डर दिएर रेस्टुरेन्ट पनि एभाइलेबल छ। यहाँ बसेर तपाईँहरू इन्जोय गर्न सक्नुहुने रहेछ। अन्त यो एरिया चाहिँ ठुलो रहेछ क्या रिसोर्टको, एकदमै दामी रहेछ। त यहाँबाट चाहिँ टक्कै गएपछि चाहिँ भ्यू चाहिँ एकदम मस्त। यो चाहिँ अपोजिट अफ गोरुमारा फरेस्ट भन्छ नि, जुन चाहिँ सफारी हुन्छ यहाँ जङ्गल सफारी, त्यही फरेस्टको क्या एकदमै नजिकमा। एकदम नाइट टाइममा या मर्निङ टाइममा पिककहरू हात्तीहरू तपाईँले देख्न सक्नुहुनेछ। यस्तो छ रिसोर्ट। अन्त हामीले यहाँ आएर स्टे गर्नु, हामी चाहिँ आएरै बुक गऱ्यौँ यसो रुमहरू हेरेर क्या। तपाईँहरू अनलाइन बुक गर्नु पनि सक्नुहुनेछ। अन्त यो कटेज चाहिँ हामीले बुक गरेको थियौँ। यो चाहिँ 12K भन्दै थियो। यो चाहिँ हामीले आफ्टर डिस्काउन्ट चाहिँ यो 9K मा। यो फुल कटेज क्या, दुईवटा रुम सेम रुम छ। यो अब रुमको टुर हेर्नुहोस् है, एकदम राम्रो छ। टक्कै हुडेड फर्निस्ड एकदम दामी रहेछ। यो जस्ट इन भयो। यता एउटा रुम एउटा यता। यहाँ नन एसी चाहिँ छैन रहेछ रुम यो रिसोर्टमा। सन सिटी रिसोर्ट जुन चाहिँ छ यसमा चाहिँ सबै एसी। यो सानो डाइनिङ भयो, एकदम बसेर क्या बाहिरको भ्यूहरू पनि हेर्न सक्नुहुनेछ। यो भयो रुम विथ डबल बेड, दुईवटा बेड छ डबल। टक्कै यहाँ बसेर यसो बाहिर हेऱ्यो भने एकदम सब ग्रिनेरी एकदम प्लान्ट्सहरू देख्नुहुन्छ सबै। भ्यू चाहिँ एकदम मस्त रहेछ। विथ फ्यामिली म प्रिफर गर्छु तपाईँहरूलाई, विथ फ्रेन्ड्स होइन। यो सन सिटीमा चाहिँ विथ फ्यामिली आउनुभयो भने चाहिँ सबै यहाँ कफीहरू, फ्रिज, मिनी फ्रिज, केटल, गरम पानी टीको लागि सबै एभाइलेबल छ।